नेपालमा बाल यौन हिंसाको जोखिममा बालिका मात्रै नभएर बालक पनि परिरहेको पाइएको छ। विराटनगरमा आइतबार आयोजित प्रदेश स्तरीय छलफल कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार विश्वभर प्रत्येक 7 मध्ये एक बालक 18 वर्ष अघि नै यौन हिंसाबाट प्रभावित हुने गरेका छन्। कोशी प्रदेशमा बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटना देशमै सबैभन्दा बढी देखिएको छ। कोशीमा गत आर्थिक वर्षमा मात्रै प्रदेशमा 119 वटा बालबालिका विरुद्धका यौनजन्य अपराध दर्ता भएका छन्। बाल अधिकार परिषद अन्तर्गत बालबालिका खोज तलास समन्वय केन्द्र 104 कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले प्रदेशमा बालबालिका हराउने घटना समेत बढिरहेको बताए। सरकारवालाले उजुरी न्यून मात्रामा पर्ने, अनुसन्धान कमजोर हुने र कानुन कार्यान्वयन प्रभावकारी नहुने समस्या बढ्दै गएको बताएका छन्। नेपाली काङ्ग्रेसले कोशी प्रदेशबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारका रूपमा 454 जनाको नाम सिफारिस गरेको छ। पार्टीको कोशी प्रदेश समितिले नामहरू केन्द्रमा पठाएको हो। प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाका अनुसार राष्ट्रिय सभातर्फ 131 जना र प्रतिनिधि सभातर्फ 323 जनाको नाम सिफारिस गरिएको छ। प्रतिनिधि सभातर्फ कोशीका 27 निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ 115 जना र समानुपातिक तर्फ 208 जनाको नाम समावेश छ। समानुपातिक तर्फ खोटाङ र तेह्रथुमको निर्वाचन क्षेत्र बाहेकबाट नाम सिफारिस गरिएको हो। राष्ट्रिय सभाको रिक्त 19 मध्ये 18 पदका लागि माघ 11 गते निर्वाचन हुँदैछ। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको 5औं तलाबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका 9 जगदरी घर भएका 34 वर्षीय अमित यादव रहेका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब 6:30 बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको 5औं तलाबाट यादव तल खसेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहान 7:25 उनको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक यादव सोही मेडिकल कलेजमा MBBS इन्टर्न डाक्टर थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।